हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म तपाईहरुलाई एउटा सानो रेसिपी देखाउन गइरहेछु हैन, जसमा हाम्रो नेपालीको यो दसैँ चाडबाडको लागि हामी सेलरोटी बनाउँछौँ। त सेलरोटी कसरी बनाउँछ भनेर है म तपाईहरुलाई देखाउन गइरहेछु। तर मलाई पनि त्यस्तो रोटी बनाउन त आउँदैन, फेरि पनि कोसिस गरेर म तपाईहरुलाई देखाउन गइरहेछु। साथीहरू अब चाहिँ म रोटीको लागि तयारी गर्न गइरहेछु है। सबैभन्दा पहिला चाहिँ यो भाँडामा चाहिँ म पानी लिनेछु अलिकति पानी लिएर यसलाई चाहिँ म उमाल्नेछु। तातो बनाएर एकछिन उमालेर है, एकछिन यहाँनिर तातो बनाउनु पर्छ। यसलाई तातिने र अब यसमा चाहिँ म यो भाँडामा चाहिँ मैले अब घरमा त चामल कुटेर बनाउन सक्दैन है, र यो चाहिँ म प्याकेटको नै चामल अलिकति लिएर आएको छु। यो चामलको पिठो हो, यसको नै म बनाउन गइरहेछु सेलरोटी है। अब यसलाई चाहिँ खोलेर यो चाहिँ सबै नै बनाउँछु म, यसको चाहिँ सबै नै बनाउन गइरहेछु। है यो सबै आधा किलो छ, यो डल्लो नै बनाउँछु चामलको पिठो। अब यसमा म अलिकति सुजी एड गर्न गइरहेछु। अब यो चामलको पिठोमा म अलिकति सुजी एड गर्न गइरहेछु। सुजी बेसी हाल्दिनँ, म अलिकति मात्रै हाल्छु, थोरै। अलिकति हालेको छु है। अहिले अलिक कम पऱ्यो भने फेरि यसमा म अलिकति सुजी फेरि एड गर्नेछु। अब यसमा अलिकति मैदा पनि हाल्छु। बेसी मसलाहरू हाल्दिनँ, अलिकति सेन्टको लागि मात्रै। दालचिनी अलिकति हाल्छु। अघि मैले रोटीको लागि जो मसला तयारी पारेको थिएँ त्यो अब म कुट्दैछु। मसिनो मिहिन गरेर यसलाई चाहिँ कुटेर चाहिँ एकछिनमा रोटीमा एड गर्नेछु। पुरा मिहिन गर्नु पर्यो, म इलाइची मात्रै बेसी हालेको थिएँ कि पुरा यस्तो भयो। साथीहरू अघि मैले रोटीको लागि मसलाहरू कुटेको थिएँ, त्यो मसला पनि मैले यसमा एड गरिसकेँ है। अब चाहिँ म यसमा अलिअलि थोरै पानी हाल्दै रोटीको लागि तयारी गर्दैछु। बेसी पानी हाल्नु हुँदैन, अलिअलि गर्दै गर्नुपर्छ। अघि जो मैले चिनी उमालेर राखेको थिएँ त्यो पनि चिसो भयो है। अब यसरी बिस्तारै यसरी बनाउनु पर्यो। रोटीको लागि पानी चाहिँ बेसी हाल्नु हुँदैन, पानी बेसी हाल्यो भने फेरि राम्रो हुँदैन रोटी। यसलाई नै पुरा मिक्स गर्नुपर्छ। हेर्नुहोस् त यही हुँदैछ। अब यसलाई पुरा म मिक्स गर्छु, अन्त एकछिनमा देखाउँछु तपाईँहरूलाई कस्तो भयो है। मेरो रोटीको पनि तयारी भइसक्यो। अघि मैले मजाले पिठो मुसेको थिएँ है। अब रोटीको लागि तयारी भइसक्यो। हेर्नुहोस् त कति राम्रो भएको छ।
रोटी मजाले हुन्छ यो। अब यसलाई मैले 1 घन्टा या आधी घन्टा बेसी त राख्दिनँ। हुनु त अब 2 घन्टाहरू जस्तो राख्दछ, तर म चाहिँ त्यति राख्दिनँ। आधी घन्टा बादमा चाहिँ म पोल्नु सुरु गर्छु। त्यति बेला फेरि म तपाईँहरूलाई देखाउँछु। अहिलेको लागि चाहिँ यतिमा है, एकछिन राख्नुपर्ने छ। यहाँ हेर्नुहोस् त रोटी कस्तो राम्रो घुम्दैछ। ए कति राम्रो भयो है। अहिले पोलेर म देखाउँछु तपाईँहरूलाई। त्यति बेला भेटौँ है साथीहरू। अहिलेको लागि यति नै। एकछिन बन्द गरेर राख्नुपर्छ, आधी घन्टा। एकछिनमा भेट्छु साथीहरू। म फेरि आएँ। मेरो यो रोटीको अघि तयारी गरेको अब भयो है। अब म सुरु गर्नेवाला छु। तेल पनि तातिरहेछ। मैले बेसी त राखेन, आधी घन्टा राखेको है। अब म देखाउन गइरहेछु कसरी बनाउँछ। तर मलाई राम्रोसँगले बनाउनु आउँदैन। फेरि पनि हेरिदिनुहोस् होला, मैले बनाएको घुमाउने ट्राई गर्छु। लु है, फर्स्ट पाल्ने मैले यो रोटीको। साथीहरू मलाई त रोटी घुमाउनु पनि आउँदैन है, यस्तै हो। हेर्नुहोस् साथीहरू, गोलो चाहिँ हुँदैन। फेरि पनि कोसिस गरेको बनाउनु है। मेरो रोटी चाहिँ कस्तो भयो कमेन्ट गरिदिनुहोस् होला। कमेन्ट गरिदिनुहोस्, लाइक सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला मन पर्यो भने। हेर्नुहोस् मेरो रोटी चाहिँ यस्तो भयो। हाउ कुच्यो त हौ, अब यो त गयो त। के भयो भयो रोटी साथीहरू। एउटा मात्रै पोल्नु हुने रहेछ। 2टा हाल्यो भने चाहिँ मेरो रोटीको सेपै गयो। ह्याङ्गर जस्तो भयो एउटा। हेरिदिनुहोस् होला। कोही बेला यस्तो हुन्छ। म पोल्नु त जान्दिनँ, फर्स्ट टाइम कोसिस गरेको है। यहाँ हेर्नुहोस् त, ला हौ यो त लुगा सुकाउने हुने भयो नि हौ। कोही बात छैन, फेरि ट्राई गर्छु। एउटा मात्रै चाहिँ हाल्नु सक्ने रहेछ, 2टा चाहिँ सकिने साथी हो। पर्खिनु पर्ने रहेछ। मेरो सेलोटो हेरेर चाहिँ नहाँसिदिनुहोस् होला। एउटा चाहिँ अलिकति भए पनि सेपमा आउँदो रहेछ। 2टा चाहिँ हाल्नु सकिनँ मैले। ह्याङ्गरै मात्रै हुन्छ। तपाईँको डर होस्। मेरो सेलरोटी चाहिँ रेडी भइसकेको छ है। हेर्नुहोस् यस्तो भयो। सेप चाहिँ राम्रो भएन, के गर्नु, मलाई त्यस्तो बनाउनु पनि आउँदैन हो। तर यतिको चाहिँ बनाएँ। फेरि पनि खानु चाहिँ अब मिठो नै छ। चिनीहरू बेसी हालेँ मैले, तर मलाई राम्रोसँगले बनाउनु आउँदैन। किनभने हामी चाहिँ अब यस्तो नेपाली दसैँ तिहारहरू मान्दैन, किनभने टिबेटन हो है। हामी ल्होसार मान्छौँ।
फेरि पनि मैले चाहिँ घरमा चाख्नुको लागि नानीहरूको लागि होइन बनाएको। अलिकति नानीहरूलाई खानु मन लाग्छ होला भनेर बनाएको। त्यस्तो राम्रो त भएको छैन, फेरि पनि मन पराइदिनुहोस् होला मैले बनाएको रोटी है। अन्त तपाईँलाई साथमा मेरो युट्युब च्यानलमा मेरो भिडियोहरू राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् होला, सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला है। भन्दामै यतिमै आज चाहिँ यतिमै राख्दछु, फेरि अर्को भिडियोमा भेटौँ होला है। थ्याङ्क यू, बाई बाई।